सिन्धुलीमा लागू पदार्थ सेवन गरेर सवारी चलाउने 6 जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज कमलामाई नगरपालिका 7 गडौली पुल स्थित बेपी राजमार्ग सडक खण्डमा गरिएको चेक जाँचमा प्रहरीले चालकलाई नियन्त्रणमा लिएको हो। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जनस्वास्थ्य कार्यालय सिन्धुली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सवारी चालकहरूको लागू पदार्थ सेवन चेक जाँच गरेको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले दिनुभएको जानकारी अनुसार ट्रक, बस, माइक्रो, सुमो, इलेक्ट्रिक भ्यान, स्कुटर, मोटरसाइकल र पिकअप भ्यान समेत गरी 32 वटा सवारी साधनका चालकहरूलाई लागू पदार्थ सेवन चेक जाँच गरिएको थियो, जसमा 6 जना सवारी चालकको लागू पदार्थ सेवन पोजिटिभ भेटिएकाले चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा लगिएको छ। नियन्त्रणमा पर्नेहरूमा मोटरसाइकल चालक र स्कुटर चालकहरू रहेका छन्। प्रहरी नायब उपरीक्षक सुवेदीका अनुसार रामेछाप उमाकुण्ड गाउँपालिका 3 का प्रदेश 2-02-021-88486 नम्बरको मोटरसाइकल चालक 24 वर्षीय कुशराज सुनवार, झापा दमक नगरपालिका 5 का प्रदेश 1-02-058-P-2834 नम्बरको मोटरसाइकल चालक 25 वर्षीय तुसाहाङ सावा, सिन्धुलीको गोलन्जोर गाउँपालिका 1 का मधेस प्रदेश 02-0009-P-1275 नम्बरको स्कुटर चालक 23 वर्षीय चेतराज नेपाली, उदयपुरको बेलका नगरपालिका 1 का बा61P-7429 नम्बरको मोटरसाइकल चालक 23 वर्षीय गोविन्द सिगदेल, कमलामाई नगरपालिका 6 धुरा बजारका प्रदेश 1-01-018-P-933 नम्बरको मोटरसाइकल चालक 28 वर्षीय विनोद शङ्कर र कमलामाई नगरपालिका 6 रामबाडीका बा81P-7101 नम्बरको मोटरसाइकल चालक 30 वर्षीय नरेन्द्र भण्डारी रहेका छन्।